हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म होइन कहाँ छु भन्दा आज म फुकुओका आएको यसो घुम्न भनेर। म चाहिँ अहिले फुकुओका आएको यता ओनोजो भन्ने ठाउँमा छु है गाइज। अनि यस फुकुओका चाहिँ एडभान्स नै रहेछ है, जस्तो सोचेको थिएँ त्योभन्दा एडभान्स रहेछ। नागासाकी हामी त अब गाउँमा बस्दा बस्दा होइन फुकुओका नजिकै हो नि त, अनि के होला र जस्तो लागेको थियो। तर फुकुओका एकदम विकसित रहेछ गाइस, जस खुसी लाग्यो। हाम्रो काठमाडौँ यस्तो भने कहिले होला, सब कुरा व्यवस्थित कि सब कुरा टक 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 यति व्यवस्थित। चाहिने ठाउँमा ट्याक्क जे हुनु पर्ने त्यही। जस्तो कि अब मलाई एकचोटि आउँदा फर्स्टचोटि आउँदै यस्तो लाग्छ भने जस राम्रो रहेछ, सफा हावापानी। अन्त जापानमा सबैतिर सफै छ, त्यही पनि जस रमाइलो लाग्यो है। सुरुमा चाहिँ म खासमा भन्न नि लाज लाग्ने है, हाकाता स्टेसनमा आएर हराएँ। अनि सोध्दै खोज्दै म खासमा ओनोजो आउनुपर्ने थियो। अनि सोध्दै खोज्दै टक्क जिआर चढेर ओनोजो आएँ। अहिले चाहिँ ओनोजोमा छु। कस्तो राम्रो के भन्नु होला, सिन हो। मैले त्यस्तो अरू हेर्दैन गाइज होइन। म चाहिँ फुकुओकाबाट फर्किसकेँ। अनि अहिले चाहिँ म दाइ बाजु भेट्नलाई सासेबो आएको छु। यो चाहिँ सासेबो गाइज। सासेबो पनि राम्रो रहेछ, तर सानो रहेछ। सासेबो चाहिँ सानो सिटी रहेछ, तर राम्रो रहेछ जोस्। अनि आजको यात्रा चाहिँ कस्तो हो भने चट्ट भन्नुपर्दाखेरि आजको यात्रा ठिकै भयो। त्यस्तो फुकुओका नि जोस् राम्रै रहेछ भन्ने भयो एउटा। अनि तर ठग्यो मलाई आज, जापानिजले ठग्यो हेर न। टिकट काटेको थिएँ अनि यो याको गरेको छैन भनेर बस चढ्ने ठाउँमा गएपछि चाहिँ पैसा लाग्छ अरे, टिकट हुँदैन भनेर ठग्यो 2600 रुपियाँ। त्यही हो आजको, यस्तै हो, सक्यो। भोटेहरू कम हुन्छ, ठगिहाल्यो नि। 2600 रुपियाँ फुकटमा ठगिदियो। ल गाइज, आजलाई यस्तै हो। बाई बाई, फेरि भेटौँला। जस रमाइलो भयो आज चाहिँ। ल मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु है त। फेरि भेटौँला, फेरि भेट्नुपर्छ है।